संसदको नयाँ नियम, प्रधानमन्त्री बालेन शाहमाथि असर, कालो चस्मामाथि प्रतिबन्ध। दर्शकवृन्द नमस्कार, म हुँ लक्ष्मण बजगाई। तपाईहरुमाझ आज पनि अर्को ताजा खबर लिएर प्रस्तुत भइसकेको छु। आउनुस् भिडियोलाई सुरु गरौँ। अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोल प्रसाद अर्याल डीपीले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आफ्नो दलका सांसदहरूसँग पुर्याउन भनेका छन्। बुधबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताएका थिए। प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्। कार्य व्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाउने जानकारी सभामुखले गरेको बताइन्। कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ। अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन। सभामुखको भनाई उद्घृत गर्दै उनले भनिन्, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला। सभामुखले अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने भनेपछि कांग्रेस प्रमुख सचेतक थापाले प्रधानमन्त्री र मन्त्रीहरू पनि कालो चस्मामै संसदमा उपस्थित हुने गरेकाले सबैलाई यो नियम लागू गर्न भनेकी थिइन्। प्रधानमन्त्रीज्यू र मन्त्रीहरूज्यूले नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नु भएको छ। उहाँहरूलाई सभामुख ज्यूले भन्नु पर्यो। उनले भनिन्, हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउन भन्नुहोला। यसपछि सभामुख अर्यालले सत्तारूढ दल र रासपा सचेतक प्रकाश चन्द्र परियारलाई यस विषयमा सरकारलाई पनि जानकारी गराउन आग्रह गरेका थिए। रासपा सचेतक परियारले संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसङ्ग पनि उठेको थियो। संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसङ्ग पनि उठेको थियो। उनले भने, सांसदहरू लोगो लगाएर आउनु पर्यो र मर्यादित पोसाक बारे पनि कुरा उठेको थियो। नेकपा प्रमुख सचेतक युवराज दुलालले सभामुखले संसदको गरिमा र मूल्य मान्यता कायम राख्नुपर्ने कुरा व्यवस्थापन परामर्श समिति बैठकमा गरेको बताए। सभामुख ज्यूले संसदको गरिमा र मूल्य मान्यता कायम भएन, विश्वमा पनि कोही पनि यस्तो हुँदैन, कोटो लगाउनु पर्यो, कालो चस्मा लगाएको राम्रो देखिएन, कम गरौँ भन्ने कुरा गर्नु भएको हो। उनले भने, हामीले सभामुखले नै यो कुरा सरकारलाई भन्नुहोस् भनेका छौँ। साथै सभामुखले संसद चलिरहेका बेला सांसदहरू बैठक कक्ष बाहिरको लबीमा धेरै बेरसम्म उभिएर कुराकानी गर्ने गरेकोमा पनि असन्तुष्टि जनाएका छन्। बैठक चलिरहेको हुन्छ, सांसदहरू लबीमा गफ गरिराख्नुहुन्छ, यस्तो गर्न भएन उनको भनाइ थियो। सभामुखले सांसदहरूलाई कालो चस्मा लगाएर संसद नआउन भनेपछि सांसद, मन्त्री र प्रधानमन्त्रीले अब के गर्छन् भन्ने चासो छ। हामीले यो कुरा सत्तारूढ रासपा सचेतक परियारलाई सोधेका छौँ। उनले प्रधानमन्त्रीलाई यो लागू हुने भन्दा पनि सांसदहरू कसरी मर्यादित बन्ने भन्ने विषयसँग जोडिएको बताए। कार्य व्यवस्था परामर्श समितिका सभामुखले भनेका कुरा सांसदहरूले भने जानकारी गराइने उनले बताए। प्रतिनिधि सभा नियमावलीमा पोसाक र प्रतीक चिन्ह बारे व्यवस्था छ। प्रतिनिधि सभा सदस्यहरूको पोसाक कार्य व्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने व्यवस्था छ। पोसाक तोक्दा औपचारिक मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित वेशभूषामा ध्यान दिनुपर्ने उल्लेख छ। दर्शकवृन्द, तपाईलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो, तपाईको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्न पनि नबिर्सिनुहोला। फेरि पनि यस्तै खबरको लागि च्यानललाई सब्स्क्राइब गरिरहनुहोला। फेरि पनि यस्तै खबर लिएर तपाईहरुमा आज उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार, जय नेपाल।